र हामीले चुनावी बाचापत्रहरू जुन खालका बाचापत्रहरू मैले सार्वजनिक गरेँ ती बाचापत्रमा पनि हामीले पुरा गर्न सकिने बाचापत्र मात्रै हामीले जनतालाई चाहिँ सार्वजनिक गरेका छौँ। भनेको सामान्य रहेछ जनताको माग। सामान्य खालका कुराहरू छन्, धेरै ठुल्ठुला कुराहरू उहाँहरूले गर्नु भएन। हामीहरू विभिन्न गाउँमा ठाउँमा जाँदै गर्दा स्याङ्जा क्षेत्र नम्बर 2 को हकमा विशेष गरेर त्यहाँ चाहिँ जनताले हामीले पुरा गर्न सकिने नै मागहरू राख्नु भएको छ। त्यही त तपाईँहरू यस्तो सरल तरिकाले भन्नुहुन्छ होइन। अब 30-35 वर्षदेखि त्यो जनताको सरल माग आशामा पुरा हुन सकेन, त्यही भएर राष्ट्रपालाई यत्रो मत खनाए जनताले भन्छन्। यो खासमा किन त्यसो भएर चाहिँ 30-35 वर्ष जनताको माग चाहिँ सम्बोधन हुन लागेको रहेछ? अलिकति जुनसुकै कुराहरूमा पनि अलिकति तीव्र राजनीतिकरण हुने होइन। हरेक कुराहरू सेवाका कुराहरूदेखि लिएर एउटा भनौँ न सामान्य एउटा कर्मचारीलाई पनि सरुवा बढुवादेखि लिएर सबै कुराहरूमा राजनीतिकरण हुने, विकासमा पनि राजनीतिक क्रेडिट कसले लिने भन्ने विषयमा होडबाजी हुने खालको परिस्थिति रहेछ। हामीलाई चाहिँ त्यो जनताका मुद्दाहरू समाधान हुनु पर्यो, तर कसले राजनीतिक क्रेडिट लिने, कसले त्यसको लाभ लिने भन्ने विषयमा चाहिँ हामीलाई खासै केन्द्रित हुँदैनौँ। कार्यकर्ता व्यवस्थापनमा रासोपा लाग्दैन, कार्यकर्ता व्यवस्थापनमा रासोपा लाग्दैन। रासोपाले सम्पूर्ण अन्य राजनीतिक दलका साथीहरूलाई पनि सबैलाई समेटेर यो हाम्रो मान्छे हो, यो चाहिँ अर्को दलको मान्छे हो भन्ने खालको त्यो खालको प्रक्रियामा चाहिँ रासोपाका कुनै पनि सांसदहरू त्यसो गर्दा फेरि कार्यकर्ता रिसाउला नि त? रिसाउनुहुन्न, उहाँहरूलाई पनि त्यो थाहा छ। रासोपामा आउँदै गर्दाखेरिमा हामीले चाहिँ त्यो भनसुन गर्नको लागि अथवा कहीँ मैले ठाउँ पाइहाल्छु कि भनेर चाहिँ कोही पनि आउनु भएको छैन राष्ट्रिय स्वतन्त्र पार्टीमा। ओके, भनेको अवसरको खोजीमा हुनुहुन्न कोही पनि? अवसरको खोजीमा हुनुहुन्न, उहाँहरू आफैमा क्यापेबल हुनुहुन्छ। एउटा सिस्टम बसोस्, एउटा देश बनोस् भन्ने अभिप्रायले नै राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न सङ्गठनमा जोडिनु भएको छ। के छ अब के गर्छु भन्ने लागेको छ? पहिलोचोटि सदनमा आउनु भएको छ होइन, के छ अब नयाँ हुटुटी साथ आउनु भएको छ? अब राष्ट्रपाकै सबैका नेताहरूकै नयाँ हुटुटी छ भनेर चाहिँ जनताले भनिरहेछन्। अब यसको चाहिँ नेतृत्व सरकारको नेतृत्व बालेन शाहले गर्दै हुनुहुन्छ, अब तपाईँहरू त्यसका चाहिँ सांसदको रूपमा हुनुहुन्छ। अब अवसर मिल्यो भने मन्त्री नै पो आएको भन्ने पनि होला तपाईँलाई पनि। के छ, के गर्छु भन्ने छ? यस्तो छ, एकदम इमान्दार भएर जनताका मुद्दामा केन्द्रित भएर हामीले काम गर्ने हो राष्ट्रिय स्वतन्त्र पार्टीले। र जनताले अहिले देशैभरिबाट सम्पूर्ण ठाउँबाट जसरी हामीलाई विश्वास गर्नुभएको छ, हामीहरूप्रति जुन आशा व्यक्त गर्नुभएको छ, त्यसलाई चाहिँ हामीले निराशामा परिणत गर्दैनौँ। उहाँहरूलाई त्यो विश्वासमा परिणत गर्ने गरेर हामीले चाहिँ काम गर्छौँ। त्यही जनताकै मुद्दामा केन्द्रित भएर हामी स्याङ्जा 2 बाट होइन त? हजुर हजुर। के छ, प्रतिस्पर्धी को हुनुहुन्थ्यो? कति मतले तपाईँले? प्रतिस्पर्धी पनि हाम्रो स्याङ्जा 2 को अन्य राजनीतिक दल विशेष गरेर त्यहाँ चाहिँ नेपाली काङ्ग्रेस र नेकपा एमालेको राम्रै सङ्गठनिक हिसाबले पनि राम्रो थियो र प्रतिस्पर्धीहरू पनि दरा नै हुनुहुन्थ्यो, उहाँहरू पनि राम्रै हुनुहुन्थ्यो, नराम्रो हुनुहुन्थेन, राम्रै हुनुहुन्थ्यो। कति खर्च गर्नुभयो चुनावमा? खर्च त झन्डै त्यही 14-15 लाख रुपियाँ जति खर्च गरेँ। सार्वजनिक गर्नुभयो नि? सार्वजनिक अब गर्दैछु। कतिपय जस्तै कुनै ठाउँहरूको जस्तै गाडीहरूको साथीहरूले स्पोन्सर गर्नुभएको छ, केही जस्तै डिजलहरू हालेको यताउति हालेको चाहिँ त्यो बिलहरू पनि आउने क्रममा भएको भएर सार्वजनिक चाहिँ 1 दिन 2 दिन भित्रमा मैले गर्दैछु। भनेको अनुमानित रूपमा चाहिँ 14-15 लाख रुपियाँ खर्च भयो। 14-15 लाखमा चुनाव जितिँदो रहेछ? हजुर, जितिँदो रहेछ। करोडौँ पैसा खर्च हुन्छ भन्ने सुनिन्छ फेरि? होइन, हामी त्यही खालको प्रकृतिले त्यसरी नै चुनाव लड्नलाई गएनौँ। एउटा सामान्य तरिकाले जस्तै हाम्रो साथीहरू पनि त्यस्तै खालको हुनुहुन्थ्यो क्या, निस्वार्थ भावनाले काम गर्ने साथीहरू हुनुहुन्थ्यो सम्पूर्ण सङ्गठनको पनि स्याङ्जा जिल्लाभित्र। त्यस हुनाले गर्दा पनि त्यस्तो धेरै खर्चिलो भड्किलो चाहिँ भएन, हामीले गरेनौँ। खर्चिलो भड्किलो भयो? हजुर। नचाहेर कि अब? होइन, नचाहेर भन्दा पनि जस्तै गर्नै पर्ने खर्चहरू हामीले गऱ्यौँ। जस्तै प्रिन्टिङको कुराहरू होला, यातायातका कुराहरू होला, ती गर्नै पर्ने खर्चहरू गऱ्यौँ। अन्य अरू खर्चहरू हामीले गरेनौँ र साथीहरूले पनि मितव्ययी भएर नै एकदमै कम खर्चमै हामीहरू चुनाव सकाउनुपर्छ र आगामी दिनमा एउटा उदाहरण पनि दिनुपर्छ। जस्तोसुकै सामान्य व्यक्ति पनि चुनावमा लड्न सक्छ, विजय हुन सक्छ भन्ने कुरा हामीले उदाहरण पनि दिनुपर्छ भन्ने हिसाबले नै अगाडि बढ्यौँ।